Happy दसैँ Happy birthday. भाइ ह्यापी दसैँ भन यहाँ बस्नु त्यहाँ बसेर दर्शन गर्नुपर्छ बाबाले पैसा दिइन्छ Happy birthday. भिडियो बनाउँदैछु के भन्नु छ दिदीलाई ह्याप्पी दसैँ ह्यापी दसैँ हाई बेबी ह्यापी दसैँ उनीहरू पनि बाबाले के गरिसकेको बिचमा काट्नु पर्छ पापाले के गर्छ हेर न पापा अलिकति घरको नजिक मैले चाहिँ पर्दैन टिका पूजा गर्नु ल्याउनु
सङ्कट 3 2 1 इन्द्र दश गते शत्रु चयन गवे शान्त बलि भगवन्त शान्ति तिमीले पनि ल्याइदिनु हुन्छ भाइले थोरै ल्याइदिनु नारायणी नमस्ते परमेश्वरी नमस्ते भवानी दाहिना हुन् ठुलो मान्छे हुनु आउन् भाइ होइन बाबा मामालाई माया गर्नु अरू के गर्छ धेरै पैसा कमाउनु है दिदालाई पैसा कहिले आएको दाजु बिहा कति पत्ता चाहियो पैसा देखाएको दिएको दिन न यहाँ आए नानी मेरो नातिको रोग ब्याज सबै हराउनुहोस् है सुर्ता भइरहेको होइन आफै हुन्छ यतापट्टि लगाइदिनु पर्ने उतापट्टि छ चस्माले अलि धेरै दिन मलाई त टन्नै जमरा त कति धेरै भयो बुवाले त 4 चोटि भनिदिनु भयो उठाऊ तेरो खुसीले कति चोटि धेरै भनेकिन धेरै मेरो नातिले लगाइदिन्छु नि म
वर्षका दिनै लै दसैँ तिहार चाड र बाड खुसीले सारा भर्यो नि संसार खुसीले सारा भर्यो नि संसार कस्तो चाहिँ रमाइलो अलिक छिटो हुनु पर्दैन आज मात्रै दसैँ कसो गर्न हौ चेलीबेटीहरू कसो गर्न हामी माइतमा हो आज काकाको घरमा लु हेर कालीबेटी टिका बनाएर नाचिहाल्नु उफ्रिहाल्ने लु सँगसँगै नाच हो आइहाल्छ त टिका काटेर पठाइन्छ मान्छे जतिले गाली भए पनि सर्तीको राम्रो बडाकोमा त हामीले फेरि गर लगाउनु पर्ने हो त नि भिडियो गर्नु हाम्रो त्यत्रो बेटी हेरेको होइन थिच्नै भएन त क्या त्यो यहाँ म चाहिँ के सोध्नु लाइट छिट्नु भने गोटा तल हरि चलिरहेको आयो भरेको लाग्छ माथि यति राम्रो खिच्दा थियो नि फेरि कस्तो क्लियर बनाएर खिचिरहेको सबैजनालाई भाइफेद के लाउने अनि पैसा दिने जहिले भन्दा पनि आफ्नो परिस्थितिले भएसम्म र पुगेसम्म चाहिँ गर्नैपर्छ कलिकाष्टादिरूपेण परिणाम परायणी सर्वशक्ति हरे देवी नारायणी नमस्ते परमेश्वर नदीका भनेका व्रत गरेका तिमी पूर्वायु धनमा शुभ सन्तान पूर्वायु होस् हो भन्ने कुरो पहिले नलागोस् पिताको कुरो पुगोस् आज 500 डलर कमाउँछु भन्दै गएका ठाउँमा 1500 डलर आओस् क्या सर्वशक्ति हरे देवी नारायणी नमस्ते जिन जिन देते कामं तुम प्राप्त करें चित्तम कालम सर्वजगा विनाशन परमेश्वर नजरा आयो नानीले बनाएको छ कहिले नले फोन आओस् नानीलाई के हुनु बाबा खेल्नमा फर्स्ट होस् हुन्छ भन्नु न हस् भन्नुपर्छ खै हुन्छ भाइ हात थपै यसो गर यता गर यता दुईटा हात यता
जो शान्त बने परम सहजले च्याउ अहिले आमाले पैसा दिएकै छैन अहिले पैसा दिएको ले त एकछिन ल र बसेर बनाउँदा बिस्तारै हिँड ल बिस्तारै हिँड त आमालाई ढोकी पैसा आमालाई पनि ढोकी अहिले पैसा दिएका बेला परमेश्वर नदीको भूमिका प्रभाव गरिकन त्यसरी पूर्वायुष यहाँ बस एकछिन खुब्रा लाउनु पर्छ एकपल्ट यही दर्शन गर्नु दर्शन बिस्तारो अन्त तास घरमा खेल्यो नि हामीले अनि आयो कति जित्यो एकचोटि अनि सबै याद लगाइदिने देखेको चाहिँ अहिले पनि गरिदिन्छ बाबासँग नमस्ते परमेश्वरी नवदुर्गा भवानी दाइना हुन् अहिलेसम्मको चाहिँ सबभन्दा सुपर जोडी सुपर कुल जोडी जहिले पनि सुपर कुल जोडी नै हुनु जहिले पनि रोग व्याध नलागोस् भएको रोग सबै निको होस् र आइन्दा एक दुई वर्षभित्रमा अस्ट्रेलियामा चाहिँ फेरि अस्ट्रेलियाको दसैँमा यसरी नै दसैँ तिहार मनाउन आइयो है त टिका लगाइदिनु आइन पनि आऊ भयो अब पहिला पनि लगाइदियो कता लगाइदियो नेवारी स्टाइलमा पो लगाइदियो अब फुपूलाई ल छोडेदेखि भट्याउने नि हो बल्ल बल्ल जन्ती आइहाल्छ नि लु एकछिन बिस्तारै यहाँ बिचमा लगाइदिनु पाउने मानन्त दुर्योधने सूर्य शान्त विदुरी भगवती भगवतम श्रीकृष्ण जयन्ती मङ्गल काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवरात्रि सुशोधा नमस्ते छोराहरूको बाटोमा जहिले सुख अहिलेको जस्तो त्योभन्दा राम्रो छोरा बुहारीबाट अहिलेसम्म त छोराहरू मात्रै चाहिँ अब बुहारी जोडेका छन् त्योभन्दा राम्रो बुहारीहरूको तर्फबाट पनि है त मेरो आशीर्वाद बुहारीको आशीर्वाद लु भयो हो भयो धेरै भइसक्यो यहाँलाई यसरी गरौँ फुपालाई पनि गरौँ होइन त अब एकछिन लु लु भयो अब बाबालाई पनि लु बाँध्दै रोग व्याध केही नलागोस् अनि भोका दाँतहरू चाहिँ छिट्टै सबै झरे छिट्टै आउँ अनि चक्लेट बिस्कुट धेरै नखानु होइन अनि रामायण सामायण नखानु केही पनि तिमी चाहिँ पछाडि पहिलोचोटि त के हो इन्द्रो नसते श्रीन्त दशरथे शत्रु छेन्द्र गवे सूर्यं लोके गतिस्थ पाउने मनन्त दुर्योधने नमस्ते गौरी नारायणी नमस्ते यता भने जयन्ती मङ्गल काली भद्रकाली कपालिनी दुर्गा शिवरात्रि सुशोधा नमस्ते परमेश्वरी नवदुर्गा भवानी दाइना हुन् मेरो भाइ बुहारी जहिले जतिखेर जुन टाइममा यसरी नै हाँसेपछि के छ पर्दा गाउँछु के छ भनेर आउनु पर्यो जहिले पनि रोग व्याध केही नलागोस् सानोतिनो झगडा
मन मुद्दा खास चुस खास कुस हुन्छ हाम्रो पनि हुन्छ अब छिटै छिटै अब मेरो सानो झगडालाई ठुल्ठुलो लु अलिकति सानो लाउने हो के इन्द्र नस्ते श्रीन्द दशरथे शत्रु चन्द्र गवे सुजिन्द्रके भवै पिण्ड पाउने अनन्त दुख लाग्यो है ल हात धुँदा भाइ हामी बसेर जाउँ एकछिन ल माथिको माथि आउँ हो त्यहाँ त्यसो चाहिँ गर्छ आमाले अस्ति 12,000 हामीले दर्शन गरेर हातमा डोरी गर्छ अरे हात दिनु हामीले त छेउला र तपाईँ बस्नु कमाइ अझै मजाले अझै धेरै खाना पाएँ यसरी नै अनि दिदी र रिनाजीको जोडी चाहिँ सुपर जोडी यसरी नै पछिसम्म भइरहेको होइन त्यो हो नि त अब त हुनै पर्यो अब कहाँ खेल्नु हुँदैन नि खोइ सबैले खेल्न थालेको छ नि आशिष त दिनु पऱ्यो नि भगवती भगतम नारायणी जयन्ती मङ्गलकाली भद्रकाली कपालिनी नवदुर्गा भवानी जाइन रोगघात केही नलागोस् भएको रोग पनि सबै चाँडो निको होस् छोराको कमाइ यसरी छोरा अब बुहारीको तर्फबाट पनि छिट्टै बुहारी आओस् अनि बुहारीको तर्फबाट पनि यसरी नै सुख शान्ति मिलोस् अरूका बुहारी जस्तो चाहिँ नआउनु मुखाले राम्रो नभएको आउनु होइन यही हो अब कस्तै हुनु एकदम रोगघात केही नलागोस् ज्वाइँको राम्रो होस् मजाले कमाएर ज्वाइँले भान्जीलाई चाहिँ सुख शान्तिले पार्न सक्नु भान्जी आफैले पनि कमाउनु पर्छ बिस्तारै ज्वाइँको मात्रै भरोसामा चल्नु हुँदैन पनि कमाउनु बिस्तारै है त आशिक लागोस् मानन्त दुजो धने सुजो शान्त बलि घरबारी बेचिदिउँला तिम्रै लागि सिन्दुर पोते पहिराइदिउँला तिम्रो गला मनको धोको पुरा ओलिया घोषालैमा रमाइ रमाइ साडी त के हो यो हो नि त अहिले
के हो कपालुहरू सबैको बरु हो त फेरि खोइ के छ खबर ठिक छ उता 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 बिग्रिन्छ है भाइ यता बस अरू त माया गर्नुपर्छ आज त उता बिग्रिन्छ आज फुपूहरूलाई माया अब तिमी पनि आज फुपूहरूलाई माया गरेर फोटो खिच्ने यता फुपूले माया गरेपछि आज अहिले टिकी टिकी लगाइदिने हामी पनि माया गर्यौँ हामी एकदम